मोरङ जिल्ला लेटाङ नगरपालिका स्वास्थ्य चौकी जाँतेले हिजो एउटा पत्र जारी गर्यो जसमा फुलमाया नेपाली स्वास्थ्य चौकी प्रमुख भीमप्रसाद पोखरेल चाहिँ अध्यक्ष भनेर पत्रमा साइन गरिएको छ र यसमा भनिएको छ ल्याब असिस्टेन्टको मासिक रूपमा तलब व्यवस्थापन गर्न कठिनाई भएको अवस्थामा भन्दै भन्दै के भनियो सिङ्गो जातेलाई सेवा गरिरहेको ल्याब सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था भएकोले म स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्छु स्वास्थ्य शिक्षा स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयमा एउटा असिस्टेन्ट ल्याबमा रहने व्यक्तिको तलब भत्ता सेवा सुविधा व्यवस्था गर्न नसकेर त्यो ठाउँमा उपचारै बन्द गर्नुपर्ने र परीक्षण गर्नु नपर्ने अवस्था किन सिर्जना गर्या तपाईहरु भन्नुहुन्थ्यो त के चाहिँ राज्य सरकारले गरेका काममा त धेरै कुराहरू उठाउनुहुन्थ्यो तर नागरिकको स्वास्थ्य जस्तो जिम्मेवार कुरा जहाँ ल्याब परीक्षण गर्ने अर्को ठाउँ पनि छैन र त्यो ठाउँमा चाहिँ स्वास्थ्य परीक्षण गर्ने ठाउँ नहुँदा उपचार गर्ने व्यवस्था पनि हुँदैन यस्तो अवस्थामा न तपाईहरुले सांसदसँग सल्लाह गर्नुभयो न त्यहाँका स्थानीय नागरिकहरुसँग सल्लाह गर्नुभयो त्यसकारणले गर्दा आज नागरिकहरु प्रताडित छन् उपचारको क्रममा कहाँ जाने भन्ने अवस्था छ हिजोदेखि चलिरहेको स्वास्थ्य चौकी बन्द हुनुपर्ने परिस्थिति निर्माण भएको छ नागरिकहरु भन्दै छन् बरु हामी 2 रुपैयाँ उठाएर भए पनि ल्याब असिस्टेन्ट राख्थ्यौं तर हाम्रो स्वास्थ्यमाथि खेलबाड नगरियोस् यो उहाँहरुको आवाज चितकारलाई प्रदेश सरकार र स्थानीय सरकारले सुनेन त्यसैले सम्माननीय सभामुख मार्फत म सरकारको ध्यानाकर्षण गराउँछु स्थानीय र प्रदेश सरकारलाई आफ्नो क्षेत्राधिकारमा बसेर त्यो स्वास्थ्यको सन्दर्भमा राजनीति नगर्न अनुरोध गरियोस् र निर्देशन दियोस् भन्ने म अनुरोध गर्दछु। धन्यवाद।